ॐ श्री गणेशाय नमः। आज किन सपनामा झुकी जस्तो लाग्दैछ। आज किन सपनामा झुकी जस्तो लाग्दैछ। म त तिम्रो बेहुला, तिमी त मेरो बेहुली। बेहुली 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 बेहुली। आज किन सपनामा झुके जस्तो लाग्दैछ। आज किन सपनामा झुके जस्तो लाग्दैछ। तिमी मेरो बेहुला अनि म तिम्री बेहुली। बेहुली 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 कुनै तान्यो पर कुनै
उल्टो खाया माया तात पानी हो नि तात पानी स्याट हान्यो काम हुँदैछ यो त
बाजे उछाल आयो मन्स्योला सिरारी मरैटा झलला मन्स्योला सिरारी मरैटा झलला चु जिन्दगी की मेरा जिंदगी कोई मेरे लाश हमेशा क्यों जो जिंदगी कोई मेरे लाश हमेशा क्यों ठीक से हुआ
मस्योला सिरारी मरैटा झलला मस्योला सिरारी मरैटा झलला जो जिंदगी की मिरला स्यो तंबीशा क्यों ना जो जिंदगी की मिरला स्यो तंबीशा क्यों ना खाना जो जिंदगी कोई मिरला जो जिंदगी की मिरला स्यो तंबीशा क्यों मस्योला सिरारी मरैटा झलला मस्योला सिरारी मरैटा झलला जो जिंदगी की मिरला स्यो तंबीशा क्यों ना जो जिंदगी की मिरला स्यो तंबीशा क्यों ना बैटरी आ रही है लोकेशन यो तो को लागि तारे हरि दुआर देहरे
वल्स्यो छाबा रोरीना घालक दे डोरी क्रफी बरी हो वल्स्यो छाबा रोरीना घालक दे डोरी क्रफी बरी साभंदा छाबा वल्स्यो यायत कथे गोलेरी
Ngày
बोली चाली छाबा चफेर मे छाबा हो बोली चाली छाबा चफेर मे छाबा सुलै मुबा रुपै मुबा नस्यो ngै ngolsyo ngै माया क्योलै सुजुनी जुनी भरिलै हो ngै माया क्योलै सुजुनी जुनी भरिलै ngây माया क्यों लै ngây जोवन क्यों लै जो जुनी जुनी भरी ngây माया क्यों लै जो जुनी जुनी भरी ngây माया क्यों लै चौबन पाखा मोलो लगा खा चौबन पाखा मोलो लगा खा दुखैयोले सुखैयोले सैथे सुमोलो ngây माया क्यों लै जो जुनी जुनी भरी लै हो ngây माया क्यों लै जो जुनी जुनी भरी लै ngै माया क्यों लै ngै जुबन क्यों लै ngै माया क्यों लै ngै जुबन क्यों लै सुजुनी जुनी भरी ngै माया क्यों लै सुजुनी जुनी भरी ngै माया क्यों लै ngây माया क्यों लै ngây जोवन क्यों लै ngây माया क्यों लै ngây जोवन क्यों लै जो जुनी जुनी भरी ngây माया क्यों लै जो जुनी जुनी भरी ngây माया क्यों लै सुजुनी जुनी भरी ngै माया क्यों लै जो जुनी जुनी भरी ngây माया क्यों लै सुजुनी जुनी भरी ngै माया क्यों लै जन्म जन्म जुला सँगै जन्म जन्म जुला सँगै भाकेर बर्फिपलु भाकेर बर्फिपलु यो तन्दी यो मन्दी यो तन्दी यो मन्दी तिमीलाई एक मायालु छोएर बर्फिपलु भाकेर बर्फिपलु
काँडा दाया बाया चौतारीमा छाया जति मिठो बोली तिम्रो उति चोखो माया थाहै नपाई सुटुकै मुटु साथी छ तिमीसित जम्बरी माया गाँसिएछ साँच्ची छ है पिपलु र बारा साँच्ची छ है पिपलु र बारा जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बर पिपलु भाकेर बर पिपलु यो तन दिए यो मन दिए यो तन दिए यो मन दिए तिमीलाई ए मायालु छोएर बर पिपलु भाकेर बर पिपलु मुटु भरि कता कता गुरस फुले जस्तो मनै भरि यता उता माया डुले जस्तो तिमी बर पिपलुमा सधैँ दया माया छ हरि भई बस प्रीतम शीतल तिम्रो छाया साक्षी छ है पिपलु र बारा साक्षी छ है पिपलु र बारा जन्म जन्म जिउला सँगै जन्म जन्म जिउला सँगै भाकेर बर पिपलु भाकेर बर पिपलु यो तन दिए यो मन दिए यो तन दिए यो मन दिए तिमीलाई एक मायालु छोएर बर पिपलु भाकेर बर पिपलु Mayalu,
हे म त तिम्रो मायामा फसेको फसेर त चुप्लाएर बसेको म त तिम्रो मायामा फसेको फसेर त चुप्लाएर बसेको नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना तारा भन्दा धेरै छ सम्झना हे यो मायाको जात कति तगडा धेरै माया थोरै झगडा यो मायाको जात कति तगडा धेरै माया थोरै झगडा नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना तारा भन्दा धेरै छ सम्झना हाय रातको रानी रातैमा फुल्छ साथको रानी साथैमा मन भुल्छ रातको रानी रातैमा फुल्छ साथको रानी साथैमा मन भुल्छ नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना
बसौँला नछुटी अजम्बरी मायाको बुटी वर पिपल झैँ बसौँला नछुटी नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना तारा भन्दा धेरै छ सम्झना हो बस्यो माया हिउँ जस्तै जमेरा जिन्दगानी बित्ने भोरा मेरा बस्यो माया हिउँ जस्तै जमेरा जिन्दगानी बित्ने भोरा मेरा नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना नदी भन्दा लामो छ माया तारा भन्दा धेरै छ सम्झना तारा भन्दा धेरै छ सम्झना हे म त तिम्रो मायामा फसेको फसेर त चुप्लाएर बसेको म त तिम्रो मायामा फसेको फसेर त चुप्लाएर बसेको नदी भन्दा लामो छ माया मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको पाथी कहिले सुखको मानो दुःखको पाथी कहिले सुखको मानो होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी होला यो मन कहिले आगो तिमी भइदेऊ है पानी बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी
जो बन त्यो खेरै नफाल घि लगाइलै जान्छु यो साल कसम घि लगाइलै जान्छु यो साल बाचा कसम झुटो नि खादिन थामिसके हात तिम्रो छाडेर जादिन मनको मन्दिरमै राखेको देवी तिमी जिन्दगीले चाहेको सहारा तिमी सहारा बिना तिम्रो के जिन्दगी जिन्दगीले चाहेको सहारा तिमी सहारा बिना तिम्रो के जिन्दगी जाऊ त माया सँगसँगै हिँडौला जाऊ त माया सँगसँगै हिँडौला दुःख सुख कर्मैमा चिनौला दुःख सुख कर्मैमा चिनौला कहिले पनि लाग्थेन घाम हृदयको अन्धेरी कोनामा तिमी आएदेखि मेरो रात पनि उजेलो कति राम्रो फुलैको डोरी मायालुलाई के दिम त कोसेली जति हेरे हेरु लाग्ने मुहारे खुलेको तिम्रो मुहार चन्द्र झै खुलेको तिम्रै प्रतीक्षामै झुकिन्छन् नजरा अङ्गालेर राख सधैँ मेरो हजुरा अङ्गालेर राख सधैँ मेरो हजुरा मेरो हजुरा पुतली झै मन मेरो तिमीमै फुलेको पुतली झै मन मेरो तिमीमै फुलेको भिजुली बोलेको होला भिजाले पुतली बेलैमा हो जिन्दगीमा तिम्रो नै भर पर्छु नि सहारा बिना तिम्रो म मर्छु नि जिन्दगीमा तिम्रो नै भर पर्छु नि सहारा बिना तिम्रो म मर्छु नि हे जाऊ त माया सँगसँगै हिँडौला जाऊ त माया सँगसँगै हिँडौला दुःख सुख कर्मैमा चिनौला दुःख सुख कर्मैमा चिनौला दुःख सुख कर्मैमा चिनौला दुःख सुख कर्मैमा चिनौला Pagka-review ako.
पत्ताले हुन्छ नि सही गराउनु क्या धेरै यो थाल पनि भर्ने छैन हेर्न एक्स्ट्रा भरिनु पर्यो मान्दैन है त त्यसरी हैन रातो हरियो सेतो जे भए पनि खाँदै जानु हामीका ढल्ला लाग्यो अब त भयो अब त सबै अब त्यो भेडालाई जुत्ता लगाइदिनु पर्यो नि त पैसा पाएपछि जुत्ता लगाइदिनु पर्यो नि क्रिम पाउडर पनि लगाइदिनु पर्ने अझ लाउनु महँगो सफा गर्नुपर्छ कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो कहिले गोरी मन पर्यो कहिले काली मन पर्यो टेकेपछि साली मन पर्यो ए ससुरा बा मलाई साली मन पर्यो ससुरा बा मलाई साली तिम्रो जबाना कल्ले लाने हो तिम्रो साली तिम्रो जबाना कल्ले लाने हो तिम्रो हातको तिम्रो तरकारी कल्ले खाने मन पर्यो बोली चाली मन पर्यो बोली चाली मन पर्यो ससुराली टेकेपछि साली मन पर्यो ससुरा बा मलाई साली मन चढ़के दिल रही साली
ससुराली टेकेपछि साली साथीले मासु मासु खाएर रेडी दिएछ 그럼 깨봉하잖아. यो मेग्री बिने भाइ अलिक मेग्री बेला भिलायो जाँदै छेउ चेली पराइको घर बिदाईमा नरुनु जाँदै छेउ चेली पराइको घर बिदाईमा नरुनु चढेर जाँदा साइतको डोली आँसुले नधुनु चढेर जाँदा साइतको डोली आँसुले नधुनु मुटुकै टोक्रा भएर बस्यो
पराई घर गए नि मुटुकै टोक्रा भएर बस्यो पराई घर गए नि तिमी हौ हाम्रै आँखा की नानी नदेखिरहे नि तिमी हौ हाम्रै आँखा की नानी नदेखिरहे नि फुलकै वर्षा भइरहोस् मनमा काँडालाई नछोड्नु फुलकै वर्षा भइरहोस् मनमा काँडालाई नछोड्नु मुस्कानले भर्नु कर्मको घर आँसुले नधोनु मुस्कानले भर्नु कर्मको घर आँसुले नधोनु मन थामी बस्नु घरको कामले निस्कनै नपाउँदा मन थामी बस्नु घरको कामले निस्कनै नपाउँदा नबन्नु दुखी बारम्बार मैती भेट्नलाई नआउँदा नबन्नु दुखी बारम्बार मैती भेट्नलाई नआउँदा सृष्टिकै नियम चलेकै यस्तै पराई नहुनु सृष्टिकै नियम चलेकै यस्तै पराई नहुनु बिर्सेकी भानी कोमल गहा आँसुले नधोनु बिर्सेकी भानी कोमल गहा आँसुले नधोनु चढेर जाँदा वालिङ नगरपालिका 3 रामचे निवासी स्वर्गीय रविलाल गुरुङको नाति र नरबहादुर गुरुङको छोरा आदरणीय सुल्टी जगबहादुर गुरुङको यसै गाउँ निवासी लीलम गुरुङको नातिनी र मेनबहादुर गुरुङको छोरी श्रीमती रीता गुरुङको केही समय अगाडि हाम्रो गुरुङ संस्कार अनुसार विवाह भएको र हाम्रो रीतिथिति अनुसार शुभ ढोकभेटको कार्यक्रम आज यो शुभ अवसरमा भएको छ। हामीलाई मौसमले त्यति धेरै साथ दिएन र पनि यहाँहरूको यो उत्साहजनक उपस्थिति हाम्रो सानो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै आउनुहुने जन्ती पक्षबाट आउनुहुने सम्पूर्ण
अग्रज पाहुना महानुभावहरू, त्यस्तै गरी निम्तोको लागि निम्तारी सम्पूर्ण पाहुना महानुभावहरू, त्यस्तै गरी यस गाउँवासी बुबाआमा सम्पूर्णलाई हार्दिक आभार प्रकट गर्न चाहन्छौँ। हामी दुईजनालाई दिएको निर्देशन अनुसार र यो संस्कृति अनुसार छोरीको जात एक दिन विवाह भएर अर्कोको घरमा जानै पर्छ। यही संस्कार अनुसार नै विवाहको प्रचलन र शुभ ढोकभेट हुने प्रचलन हाम्रो यो समाजमा रहँदै आएको छ। यही समाजमा रहेर बाँधिँदै गर्दाखेरि, त्यही रीतिरिवाजलाई संस्कारलाई बाँधिँदै गर्दाखेरि अब हामी लगभग यो कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौँ। यहाँहरू सम्पूर्णलाई मतर्फ ध्यान आकर्षण गर्दै कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। अन्तिपक्षका हाम्रा सम्धिहरू पर्नुहुने सम्पूर्णलाई पनि अगाडि बसिदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। टोल संयोजक लोकबहादुर बाजे पनि यहाँनिर आएर समन्वय गरिदिनु हुनको लागि आग्रह गर्न चाहन्छौँ। पाहुना इष्टमित्रको तर्फबाट जम्मा उठेको रकम 5,15,425 रहेको छ। त्यसमध्येमा हामी हस्तान्तरण गर्नेछौँ हाम्रा फुपू टोलीबाट, माओली टोलीबाट हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। पहिला फुपू टोलीबाट गरौँ होला। बाँकी सुनको 1 थान रहेको छ र नगद रु 1,000 रहेको छ। साकै फुपूले हस्तान्तरण गर्दै हुनुहुन्छ। ग्रहण गरिदिनु होला। यो आग्रह गर्न चाहन्छु। नानी त खेल्नु छ त्यस पछाडि हाम्रो दाजुभाइ खलकको फुपू पार्टीको तर्फबाट रहेको छ। संयुक्त रूपमा अगाडि आइदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। मिनमाया गुरुङ बलेउ बजे फुपू हुनुहुन्छ, गुरुङ माइली फुपू हुनुहुन्छ, बन्टी गुरुङ साइली फुपू हुनुहुन्छ, आन्सु हुनुहुन्छ, पुनम गुरुङ राईली फुपू हुनुहुन्छ। कृपया यो पनि ग्रहण गरिदिनु हुनको लागि नगद रु 32,015 रहेको छ। यो ग्रहण हस्तान्तरण गरिदिनु हुनको लागि फुपूहरू आइदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। यस पछाडि आदरणीय दिदी रिता गुरुङको आमाहरूको तर्फबाट रहेको छ। पाला 1 थान, थाल 1 थान र नगद रु 12,000 रहेको छ। आमा दिदी बहिनीहरू को हुनुहुन्छ भने अगाडि आइदिनु होला। यो हस्तान्तरण गरिदिनु होला। हुनुहुँदो रहेछ, जानुभयो होला सायद। रिता गुरुङका बाजे भाइ खलकको तर्फबाट रहेको छ। नगद रु 26,500, 1 थान पाला, 1 थान थाल रहेको छ। उहाँहरू को हुनुहुन्छ? आदरणीय बागे आइदिनु होला। संयुक्त रूपमा दाजुभाइको तर्फबाट श्रीमती रिता गुरुङको माओली तर्फको मामा घर तर्फको बाजे भीमबहादुर गुरुङ, बजै शान्ति गुरुङ, मामा ढालबहादुर गुरुङ, दुधबहादुर गुरुङ, मेघराज गुरुङ, देवप्रसाद गुरुङ संयुक्त माइजूहरू संयुक्त तर्फबाट थाल 1 थान, पाला 1 थान, नगद रु 94,005 रुपियाँ रहेको छ। नगद रु 94,505 रहेको छ। यो पनि हस्तान्तरण गरिदिनु हुनको लागि उहाँको मामाहरू कोही प्रतिनिधि हुनुहुन्छ भने अगाडि आइदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। नभए आदरणीय बागेलाई यो हस्तान्तरण गरिदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। 3,50,405 रुपियाँ रहेको छ। यो
यो बाघेलाई हस्तान्तरण गरिदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। यो सम्पूर्ण इष्टमित्रहरूको तर्फबाट रहेको छ। त्यो साथसाथै 2 थान के अरे गाग्री पनि रहेको छ सानो। यो चाहिँ क्युसीकोबाट आफ्नो सोल्टिनीहरू पर्यो होला सायद क्युसीको होइन, उहाँहरूको तर्फबाट 2 थान गाग्री पनि रहेको छ। उहाँहरूको नाम हजुर सानो होला, गाग्री मात्र 2 थान थियो। म नाम पनि उच्चारण गर्नेछु। पोलसरी गुरुङ र दिनछरी गुरुङबाट नगद रु 4010 सहित गाग्री 2 थान रहेको थियो। नगद रु 3 लाख। त्यसै गरी जेन्सी सामानमा रहेको छ थाल 2 थान, कटौरा 2 थान, खड्कुलो 1 थान, गाग्री 1 थान, पाला 1 थान, करुवा 1 थान रहेको छ। यो हस्तान्तरण गरिदिनु हुनको लागि संयुक्त रूपमा आमालाई पनि बोलाउनु होला अगाडि, संयुक्त रूपमा हस्तान्तरण गरिदिनु हुनको लागि आग्रह गर्न चाहन्छु। फेरि पनि उच्चारण गर्न चाहन्छु। यो घरबाट रहेको छ नगद रु 3 लाख हो। खड्कुलो 1 थान, थान 2 थान, कटौरा 2 थान, गाग्री 1 थान, पाला 1 थान, करुवा 1 थान रहेको छ घरबाट। नगद रु 3 लाख हस्तान्तरण गर्दै हुनुहुन्छ आचार्य बजाई। अन्तिम समयतिर आएका छौँ हामी। यो शुभ ढोक भेटको कार्यक्रम हो। पक्कै पनि छोरीको ज्याद हामी छोरा मान्छेले अर्काको छोरीहरूलाई ल्याउँछौँ र छोरी मान्छे अर्काको घरमा जानै पर्छ र हाम्रो यो रीतिरिवाज अनुसार यो संस्कारलाई पुरा गरेका छौँ, यो रीतिरिवाजलाई पुरा गरेका छौँ। यही सम्झनु हुनेछ। हामी टाढा भएका होइनौँ, तर यो सानो मायाको चिनो माइतीको तर्फबाट आफ्नो इष्टमित्रको तर्फबाट सम्झिनु हुनेछ भन्ने अपेक्षा लिएको छु। यहाँ भेटघाट भएको भेला भएका छौँ। हामी सबैजनाले पानी र हावाले हामीलाई दुःख दिएको छ। हाम्रा छोरी ज्वाइँ र हाम्रा सम्बन्धीहरूलाई हामीले स्वागत गर्न पायौँ। दिउँसो स्वागत गरेर हामीले विभिन्न कठिनाइका बावजुद, विभिन्न अप्ठ्यारोको बावजुद हामीले हाम्रो तर्फबाट सकेको जति यहाँलाई आतिथ्य प्रदान गर्ने कोसिस गरेका छौँ। हामीबाट केही कमजोरी हुनसक्छ। हाम्रा गाउँका साथीहरू, दाजुभाइ, दिदीबहिनीहरू साइनो अनुसार कोही बुवा पर्नु होला, कोही मामा पर्नु भयो होला, कोही बाजे होला, कोही के होला होइन। सबैलाई मैले सम्बोधन गर्न सकिनँ। यहाँहरूले जुन मेहनत गर्नुभएको छ, यहाँ आएर यहाँहरूको मेहनत लागि म सबै गाउँलेहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। जनती पक्षबाट यहाँ पाल्नुभएका हामीले यहाँहरूलाई गर्न सक्ने आतिथ्य मेहनत हामीले गरेका छौँ होइन। हामीबाट केही कमी कमजोरी हुन गयो भने यहाँले हामीलाई क्षमा दिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। अब छोरी ज्वाइँलाई यो रमाइलो दिन, सुखको दिन, राम्रो दिन हो होइन। एउटा हाम्रो कर्मअनुसार, हाम्रो संस्कार अनुसार हामीले निर्वाह गर्नुपर्ने भूमिका हामीले निर्वाह गर्नु पर्यो। कर्म हामीले गर्छौँ, पिर नगर्नु। हामी उसलाई दुःख सुख जे पर्दा पनि हामी हाम्रो साथमा रहनेछौँ। ज्वाइँलाई पनि हामी त्यही वचन दिन्छौँ। हामी मेरो छोरा, मेरो छोरी हो, मेरो ज्वाइँ हो है। हामी यसरी लिन्छौँ। यहाँहरू सधैँ कहिले पनि हामीले मेरो छोरा र छोरीको बिचमा भेदभाव गर्दै छैनौँ। हामी सधैँ तपाईँहरूलाई हामीले गर्न सक्ने सहयोग, हामीले गर्न सक्ने माया हामी दिन्छौँ। सधैँ हामी ज्वाइँ र छोरीको साथमा हुन्छौँ। नाति नाति पनि भइसक्यो है। मैले अब धेरै बोल्न चाहिनँ। मैले चाहिँ मेरो छोरी र ज्वाइँको उज्जवल भविष्य, उत्तरोत्तर प्रगतिको मेरो कामना गर्छु। यहाँहरूको आगामी जीवन सुखमय होस् र सबैले हेर्न लायक, देख्न लायक जोडी
बनिरहोस्। मेरो आशीर्वाद, मेरो शुभकामना, म यति भन्दै बिदा हुन्छु। सबैलाई आमा टोलीदेखि लिएर सबै यहाँ उपस्थित हुनुभयो। यहाँहरूले जुन दुःख कष्ट गर्नुभयो र यहाँ दुःख कष्ट हाम्रो कारणले हुन गयो, त्यसलाई म क्षमा माग्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, सबैलाई धेरै धेरै धन्यवाद। धन्यवाद सर। हुन त आज हामी खुसीको क्षणमा छौँ, सबैजना भन्दा बढेको छ। यो कुरामा सबैले मनन गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। यो बिदाईको समय हुँदै गर्दाखेरि केही आँसुहरू खस्छन्, पक्कै पनि ती स्वाभाविक छन् र पनि यहाँहरूले सबैले मनन गर्नुहुनेछ। दुखेसो मनहरूमा सबैको हुन्छ, सबैको मनमा पीडा हुन्छ र पनि यहाँहरूले र अब अन्तिम समयमा आदरणीय टोल संयोजक लोकबहादुर गुरुङलाई केही भनाइसहित यो कार्यक्रम, अब यो बिदाईको कार्यक्रम समापन भएको घोषणा गरिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। आजको यस सुब्बा ढोकटको दुलाई गुरानीज्यू र यस सुब्बा ढोकट सञ्चालन गर्ने मुख्य रीताको बुवा छोरा सत्ताबहादुर गुरुङज्यू र कान्छा छोरा विक्रमबहादुर गुरुङज्यू र बजै हाम्रो भाउजूज्यू र जग्दीबाट पाल्नुहुने इष्टमित्र बुवाहरू र आज सुब्बा ढोकट भन्नाले यसको सुब्बा ढोकट ढोक्ने र भेट्ने भन्ने शब्द छ। त्यसको अर्थ हो यहाँ दुला र दुलहीले सम्पूर्ण इष्टमित्रलाई बुवा आमा फुपू दाजु भाइ आमाहरू र माउलीहरूलाई ढोक्न पनि पायो, भेट्न पनि पायो। र आज यहाँ रिता गुरुङको मामा घर बसेनीमा थियो। आजदेखि उहाँबाट माउली सारेर यहाँ रामची खोल्सा, यहाँ हाम्रो छोरा सत्ताबहादुर गुरुङको घरमा सारेको छ। यो ढोपेट भन्ने अर्थले त्यही हो। त्यसैले जीवनकाल राम्रोसँग जाओस् भन्ने मेरो तर्फबाट पनि आशीर्वाद छ र समय पनि धेरै गइसकेको छ। त्यसै कारणले आजको यस सुब्बा ढोपेटा यहीँ सम्पन्न भएको म घोषित गर्न चाहन्छु। हस् त, धन्यवाद। र यो जुन रकम छ, जिम्मेवारी व्यक्ति हाम्रो लाउरे तेजबहादुर गुरुङले सम्हालेर जिम्मेवारी लिएर उहाँ के अरे हाम्रो दुलाई घरसम्म पुऱ्याइदिनु भनेर म अनुरोध गर्न चाहन्छु। हस् त, धन्यवाद। साथी जान्छ साथी Thank you.
गर्छु तिम्रोलाई मैले जे पनि गर्छु मर्छु तिम्रोलाई मैले जे पनि गर्छु स्याउली बजारमा अरुतनको हराउनु तिमीलाई देखेर तिमीलाई देखेर Sagi na ikaw,
धन्य आदर्श
खोदर